तपाईहरु थाइल्यान्ड जाने सोचमा हुनुहुन्छ र भिसा कसरी गर्ने भनेर सोचिराख्नु भएको छ भने अहिले थाइल्यान्डले चाहिने त हामीलाई नर्मली 4 वटा डकुमेन्ट हो र त्यसमध्ये पनि एउटा डकुमेन्ट चाहिँ उनीहरूले चेन्ज गरेको छ। पहिला चाहिँ के हुन्थ्यो र अहिले के चाहिँ छ त्यो के कुरा चेन्ज भयो म यहाँ यो भिडियोमा भन्दैछु। र नर्मली 4 वटा चेकलिस्ट मध्ये 1 नम्बरमा हो फ्लाइट टिकट र पहिला हामीले भिसा आइसकेपछि मात्रै टिकट बनाउँथ्यौं भने अहिले चाहिँ फुल्ली पेड पहिल्यै टिकट किनेर अनि हामीले अपलोड गर्नुपर्ने हुन्छ ताकि उनीहरूले त्यो टिकट ओरिजिनल हो कि हैन भन्ने कुरा टिकटबाट पनि थाहा हुन्छ र पिएनआरबाट पनि थाहा हुन्छ भने दोस्रोमा हो फुल्ली पेड होटल भाउचर र होटल भाउचर पनि हामीले फुल्ली पेडै हाल्नुपर्ने हुन्छ र पेमेन्ट गरेको प्रुफ देखाउनु पर्ने हुन्छ र तेस्रोमा हो पहिला जस्तै बैंक स्टेटमेन्ट मिनिमम 1 लाख रुपैयाँ हुनु पर्यो 3 महिनादेखिको स्टेटमेन्ट हुनुपर्छ भने चौथो नम्बरमा हामीलाई चाहिने भनेको तपाईको नेशनल आईडी या सिटिजनशिपको स्क्यान कपी हामीले हाल्नुपर्छ भने यी 4 वटा डकुमेन्ट मध्ये यदि कुनै पनि डकुमेन्ट तपाईले मिस गर्नुभयो भने भिसा रिजेक्ट हुने चान्स हुन्छ र यो प्रक्रियाहरू कसरी गर्ने के गरेर गर्ने तपाईलाई झन्झटिलो लाग्छ भने कृपया हामीलाई सम्झनुहोस् हामी यो प्रक्रिया सरल रूपमा गरिदिनेछौँ। थ्यांक यू।